बुवाको नाम हो। 55 वर्ष अगाडि मनहिरा र रहमानको घरमा एउटा रोदनको आवाज गुन्जियो। कान्छा छोराको रूपमा जन्मिएका थिए ती मानिस जो आज आफ्नो क्षेत्रको मात्र होइन, आफ्नो जातीयताको भित्र मात्र होइन, आफ्नो संस्कृति भित्र मात्र होइन, समस्त नेपाललाई लिएर विश्वभरिको प्लेटफर्ममा गएको छ। र त्यो स्रष्टाको नाम हो शान्ति राम राय। बुद्धत्व बोकेको छ शान्तिले, सत्यता र निर्भीकता बोकेको छ रामले, र सुम्निमा र पारोहाङको आशीर्वाद बोकेको छ राईले। त्यही नाम अझ चम्किलो बनाउँदै, त्यो नामलाई आयतन परिधि उचाइ सहितको बनाउँदै एउटा संगीतकारले आफ्ना हार्मोनियमका रिडहरूमा आफ्ना हातहरूका औँलाहरूलाई चलाउँदै चलाउँदै 40 वर्षको एउटा अथक यात्रा पार गर्यो र 2000 भन्दा बढी गीतहरूमा आफ्नो सरगमको जादु भर्यो। त्यो संगीतकार नेपालका नाम चलेका गायक गायिकाहरू, नेपालका नाम चलेका पुरस्कारहरूबाट पुरस्कृत यो संगीतकार बजारीकरण गर्नु भएन आफ्नो नामलाई। जति गरुङ्गो उहाँको काम छ त्यति चर्चा उहाँको नामको भएन। तर पनि जब जब उहाँका सुन्दर गीतहरू हामी सुन्छौँ, ए उहाँले सङ्गीत गर्नुभएको, अर्को चर्चित गीत सुन्छौँ, ए उहाँले सङ्गीत गर्नुभएको हो। यस्तै कर्णप्रिय लोकप्रिय हजारौँ गीतहरूमध्ये 21वटा गीतहरू आज हामी यहाँ राख्नेछौँ। ती 21 मध्ये 8वटा गीतहरू स्वयं शान्तिराम राईले यहाँहरूको साथमा राख्नुहुनेछ भने अन्य गीतहरूलाई नेपालका चर्चित स्वनामधन्य स्वरका धनीहरूले राख्नुहुनेछ।